प्रसङ्ग बृहदारण्यको उपनिषद्को हो। विदेह नगरी जनकपुरका राजा जनकको दरबारमा एउटा यज्ञको आयोजना हुँदै थियो। उक्त समारोहमा कुरु र पाञ्चाल देशका श्रेष्ठ विद्वान, ब्राह्मण र ज्ञानीजनहरू आमन्त्रित गरिएका थिए। विद्वान र ब्रह्मज्ञानीहरूको त्यो भेलामा राजा जनकलाई उनीहरूमध्ये श्रेष्ठ ब्रह्मवेत्ता को होला भनेर जान्ने उत्सुकता भयो। जसले आफूलाई श्रेष्ठ ब्रह्मवेत्ता भनी प्रमाणित गर्दछ उसको सम्मानका लागि गौशालामा 1000 गाईहरू राखिएका थिए। प्रत्येक गाईहरू सिङमा झुन्याइएका 10-10 वटा सुनका मोहरहरूले सुसज्जित थिए। उपस्थित ज्ञानीजनहरूलाई सम्बोधन गर्दै राजा जनकले भने, हे पूज्य ब्राह्मणहरू, तपाईहरूमा जसले आफूलाई श्रेष्ठ ब्रह्मवेत्ता भनी प्रमाणित गर्नुहुन्छ उहाँले यी गाईहरू लिएर जान सक्नुहुन्छ। उपस्थित सम्पूर्ण ब्राह्मणहरू एक आपसमा हेराहेर गर्न थाले, तर ती गाईहरू फुकाएर लैजाने साहस कसैले पनि गर्न सकेन। यत्तिकैमा त्यस समारोहमा उपस्थित भएका ऋषि याज्ञवल्क्यले आफ्ना शिष्य सामश्रवालाई आदेश गरे, हे सौम्य, तिमी यी गाईहरू लिएर जाऊ। गुरुको आज्ञा अनुसार सामश्रवाले ती गाईहरू फुकाएर याज्ञवल्क्यको निवासतर्फ लिएर गए। ऋषि याज्ञवल्क्यको यस्तो आँट देखेर यज्ञमा उपस्थित सम्पूर्ण विद्वानहरू छक्क परे। कोही कोही त क्रोधित पनि भए। समारोहमा राजाका मूल पुरोहित अश्वल पनि उपस्थित थिए। उनी यी सबै घटना नजिकैबाट हेरिरहेका थिए। राजाको आश्रय पाएका कारण उनी अलिक अभिमानी पनि थिए। अश्वलले प्रश्न गरे, हे याज्ञवल्क्य, उपस्थित ज्ञानीहरूमा तपाईँ आफूलाई नै श्रेष्ठ ब्रह्मवेत्ता भनी मान्नुहुन्छ? याज्ञवल्क्यले उत्तर दिए, ब्रह्मज्ञानीहरूलाई मेरो नमस्कार छ। यस समय मलाई गाईहरूको अत्यन्त खाँचो परेको हुँदा गाईहरू लैजानका लागि भनेर आदेश गरेको हुँ। यसपछि अब याज्ञवल्क्य अश्वलसँग प्रश्न उत्तरका लागि तयार भए। अश्वल प्रश्न गर्दछन्, हे याज्ञवल्क्य, यो संसार मृत्युले व्याप्त छ। सम्पूर्ण जीव मृत्युका अधीन छन्। मृत्युको व्यापकतालाई यजमान कुन साधनले अतिक्रम गर्न सक्दछन्? ऋषि याज्ञवल्क्य उत्तर दिन्छन्, वाकद्वारा मृत्युको भयलाई अतिक्रम गर्न सकिन्छ। यसपछि यी दुई विद्वानहरूका बीचमा विभिन्न विषयमा लामो प्रश्न उत्तर चल्दछ। अश्वल प्रश्न गर्दै जान्छन् र ऋषि याज्ञवल्क्य उत्तर दिँदै। साधारण मानिसलाई अचम्म लाग्नु स्वाभाविक नै हो, वाकद्वारा कसरी मृत्युको भयलाई जित्न सकिन्छ। यदि यो कुरा साँचो हो भने सबैभन्दा कुरौटे मानिसलाई त मृत्युको कुनै डर नै नहुने रहेछ। वाचाल मानिसहरू सबै नै ज्ञानीको दर्जामा राख्न योग्य हुने रहेछन्। धेरै कुरा गर्न जान्ने मानिसहरूलाई त मर्न कुनै डर लाग्दैन होला। कुरा गरेर नै उनीहरू मृत्युको भयलाई पनि टारिदिन्छन् होला। कुरा सुन्दा नै अनौठो लाग्दो। केही भोगेका विषयहरूको चर्चा गरौँ। हामी जे गर्दछौँ सुख पाउँछौँ, खुसी हुन्छौँ भन्ने आशामा गर्दछौँ। यही नै जिउनुको यथार्थता हो। भोगेको दुःखको चर्चा गर्दा पनि हामी सुखले गर्दछौँ। चर्चा गर्न पाए पनि खुसी लाग्दछ। असफलता र पराजयको बयान पनि उत्साहका साथ गर्दछौँ। आफ्नो जीवनमा बेहोरेका घाटा, नोक्सान, शोक, तिरस्कार, अपमान, वञ्चना आदि विषयहरूका बारेमा वर्णन गर्दा पनि हामीलाई कता कता खुसी लाग्दछ। सायद यो आफूभित्र गुम्सिएको बहलाई पोख्ने उत्तम उपाय होला। यसरी व्यक्त गर्न पाउँदा कसिङ्गर बढारिसकेपछि कुनै पनि स्थान सफा र स्निग्ध भएको जस्तो आफूभित्र एक किसिमको हलुकापनको अनुभव हुन्छ। यति शक्ति हुन्छ बोलीमा। बोलीले नै धेरै कुरा गर्न सकिन्छ। अरूलाई केही बुझाउन पर्दा, आदेश दिँदा, निवेदन गर्दा, आह्वान गर्न पर्दा सबै विषयमा बोलीकै प्रयोग हुन्छ। नेतृत्व गर्ने मानिसले आफ्नो बोलीको शक्तिले नै जनतालाई उत्साहित गर्न सक्दछन्। अझ यस विषयलाई गीतामा परिष्कृत रूपमा बुझाइएको छ। ज्ञानी व्यक्तिको सङ्गत र उहाँका साथमा गरिएको संवादले अझै प्रज्ञाको वृद्धि हुन्छ। प्रणिपातेन परिप्रश्नेन सेवया। ज्ञानी पुरुषका साथमा भेट हुँदा पहिले शिष्टताका साथमा उहाँलाई प्रणाम र त्यसपछि आफूलाई लागेको विषयका बारेमा जिज्ञासा राख्न पर्दछ। यहाँ पनि गुरु शिष्यका बीच हुने कुराकानीकै प्रसङ्ग आउँछ। यही कुराकानीका माध्यमबाट शिष्यले गुरुबाट ज्ञान आर्जन गर्दछन्। यसकारण कुराकानीलाई नराम्रो भन्न मिल्दैन। फरक कति हो भने कस्ता विषयमा कुराकानी गरिएको हुन्छ। ती कुराकानीले मानिसलाई कति शान्ति र आनन्द दिन्छन्। यस विषयमा अझै बुझ्ने इच्छा राखेर मैले गुरुदेवलाई एक दिन सोधेको थिएँ, गुरुदेव, बृहदारण्यको उपनिषदमा वाकद्वारा मृत्युको भयलाई जित्न सकिन्छ भनिएको छ। समय समयमा हजुर पनि यो उदाहरण दिने गर्नुहुन्छ।
यसरी बोलेर मरिन्छ भन्ने डरलाई कसरी जित्न सकिएला? यस प्रश्नको जवाफमा गुरुदेवले भन्नुभएको थियो, म मानिसहरूका साथमा मुख्यतया धर्मचर्चा गर्ने गर्दछु। जुन दिन मेरो धर्मचर्चा राम्रो हुन्छ, उनीहरूका जिज्ञासालाई उचित रूपले समाधान गर्न सक्दछु, ती मानिसहरू फर्किएर गएपछि म ध्यानमा बस्दा मलाई साह्रै राम्रो ध्यान उत्पन्न हुन्छ। ध्यान राम्रो हुँदा म सम्पूर्ण सांसारिक कुराहरू भुल्दछु। ध्यानको यही अवस्थामा मलाई मृत्युको कुनै पनि भय नै हुँदैन। मेरो अनुभवमा यही नै हुनुपर्छ, वाकद्वारा मृत्युको भयलाई पनि जित्न सकिन्छ भनेको। धन्यवाद।